नमस्ते सम्पूर्ण फेसबुक मित्रहरू। आज म नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वार्ड नम्बर 3 मा छु र अहिले संसदमा एकदमै बहसको रूपमा चलिराखेको बाँदरको समस्यालाई म आज केही कुरा राख्न चाहन्छु। भिडियोलाई स्किप नगरी अन्त्यसम्म हेरिदिनु होला। यो ठाउँ वास्तवमा अत्यन्तै सुन्दर, म त पृथ्वीकै संसारकै एउटा सानो स्वर्गको रूपमा लिन्छु यो ठाउँलाई, किनभने काठमाडौँ राजधानीबाट जम्मा 30 किलोमिटर टाढा, अनि यहाँबाट करिब तपाईको 40 मिनट 45 मिनटमा राम्रो ड्राइभ गरेर हामी काठमाडौँ पुग्न सक्छौँ। यहाँ 8वटा वडाले बनेको यो शिवपुरीमा सबै चिज छ। यहाँ तपाईको सुनदेखि नुन, सिउदेखि फाली सबै चिज उत्पादन गर्न सकिन्छ हैन। हरेक चिजहरू उत्पादन गर्न सकिन्छ। अन्नबाली त्यतिकै हुन्छ, फलफुल त्यतिकै हुन्छ, सबै चिज हुन्छ। तर एउटा कुराको यहाँ चाहिँ ठुलो समस्या छ। त्यो समस्या हो बाँदरको। शिवपुरी राष्ट्रिय निकुञ्जको वरिपरि रहेका यी 8वटा गाउँहरू, यी वडाहरूमा सबै चिज हुन्छ। प्राकृतिक हिसाबले, सामाजिक हिसाबले अत्यन्तै धनी ठाउँ हो यो। काठमाडौँलाई मनग्गीले पाल्न सक्ने ठाउँ हो। यहाँबाट अन्न, फलफुल, हरेक चिजहरू काठमाडौँलाई सप्लाई दिन सक्ने। तर समस्या यहाँ के छ भने बाँदरले चाहिँ तपाईँको राख्दैन क्या केही पनि। यहाँ तपाईँले जे रोप्दा पनि बाँदरले तपाईको उखेलेर फाल्ने अथवा खाने सबै चिज चाहिँ उसकै राज छ। त्यसकारणले मेरो यो भिडियोलाई अहिलेको जल्दो बल्दो युवा सांसदहरू सामु पुर्याउनको निम्ति यहाँले बढीभन्दा बढी सेयर गरिदिनु होला कि बाँदर नियन्त्रणलाई वैज्ञानिक ढङ्गले यसको अध्ययन गरेर यसको नियन्त्रणमा एकदमै ऱ्यापिडली डिसिजन चाहिँ गरिदिनु होला। नियमहरू लेख्नु होला, ऐन कानुनहरू के संशोधन गर्नुपर्ने, नियमहरू के गर्नुपर्ने हो बनाएर यसको वैज्ञानिक व्यवस्थापन, साइन्टिफिक म्यानेजमेन्ट गर्ने। मैले मार्नै पर्छ भन्ने छैन है फेरि है। तर यसको व्यवस्थापन कसरी गर्ने त्यो सरकारले बेलैमा सोचेर जनताको बाँच्न पाउने हकको साथसाथै राष्ट्रलाई योगदान गर्न सक्ने कृषि क्षेत्रलाई सरकारले नजिकबाट किसानको दुःख मर्मलाई चाहिँ बुझेर नीति कार्यक्रमहरू ल्याउनुहोस्। यति भन्दै यहाँको दिन शुभ रहोस्। धन्यवाद।